हामी त सहयोग उठाउँदै आयौँ त हौ। कसलाई के भएको? माथि हाम्रो शेरपेनी दिदी हुनुहुन्छ नि यहाँ माथि मनमाया शेर्पा, हजुर उहाँको लागि ब्रेस्टमा यो क्यान्सर जस्तै देखिएको छ कि, अनि त्यही भएर सबै घरमा सहयोग उठाउँदै हस्पिटल चाहिँ पुऱ्याउँ भन्ने नि। ल धन्यवाद। हजुरको नाम? सुकमाया लिम्बू। मामा यो हाम्रो ठिकै छ त परमेश्वरसँग डराउ है। नमस्कार सम्पूर्णमा, म भुटानी भाइ विशाल सुन। भर्खर मात्रै मैले 2 दिन अगाडि यहाँ दिदीको एउटा भिडियो हालेको थिएँ टिकटकमा। त्यो खालको भिडियो टिकटकले लिएन र मैले नेक्स्ट भिडियो चाहिँ यहाँ सबै प्रत्येक क्याम्पवासी क्याम्पको घर धुरी गएर हामी सबैजना मिलेर सहयोग रकम उठाएर दिदीलाई हस्पिटल लाने प्रयास गरिरहेछौँ। तपाईहरूले पनि यो भिडियो सक्दो सेयर गरिदिनु होला। उहाँलाई धेरै गाह्रो छ, ब्रेस्टमा क्यान्सर हुने सम्भावना, तुरुन्तै अपरेसन गर्न पर्ने उहाँको एउटा यो बिराम आइपरेको हुनाले गर्दा चाहिँ हजुरहरू सामु सबै म यो बिन्ती बिसाउँछु कि यो भिडियो सक्दो सेयर गरेर मलाई थप उपचारका लागि सहयोग पनि गरिदिनु होला। अनि मेरो काम कस्तो लाग्छ लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। मेरो नयाँ युट्युब च्यानल छ, सबैजनाले सब्सक्राइब गरिदिनु होला। भुटानी भाइ नै छ, नयाँ हो। अनि अहिले चाहिँ हामीले 2 दिन आधी लाग्यो नि क्याम्प डुल्न। 2 दिन आधी लगाएर उहाँलाई लगभग 45,000 सहयोग हामीले प्रत्येक घरधुरीबाट उठाएर ल्याइसकेका छौँ। अब उहाँलाई हामी हस्पिटल लाने वातावरण बनाउँछौँ। मलाई धेरै सहयोगको आवश्यक छ, सबैजना हजुरहरूले सहयोग गरिदिनु होला। अनि मलाई यो सहयोग सङ्कलन गर्न सघाउनु हुने सबैजना हाम्रो सुकमान सर, आयता मामा, हाम्रो सुमन भाइ, कल्याण भाइ, सबैजनालाई थ्याङ्क यू सो मच पनि भन्न चाहेँ। किनभने उहाँहरूले पनि सहयोग गरिदिनु भएको छ। दिनभरि घाममा डुलेर घरतिर सहयोग माग्न गइदिएर धेरै हेल्प गर्नुभएको छ। उहाँहरूलाई पनि थ्याङ्क यू सो मच। अनि हाम्रो क्याम्पवासी आमा बाबा दाजुभाइ दिदीबहिनी सबैजना जसजनाले यो सहयोग रकम उहाँको लागि जुटाइदिनु भयो, सबैजना हजुरहरूमा धेरै धन्यवाद। अहिले चाहिँ हामीले यो लगभग 45,000 रकम उहाँको श्रीमानलाई दिएर हामी हस्पिटलसम्म लाने वातावरण बनाउँछौँ। सबैजनाले सक्दो सेयर गरिदिनु होला है यो भिडियो। उहाँलाई धेरै गाह्रो छ। हामीले एउटा छोरी मान्छेलाई यति गाह्रो भइरहेको अवस्थामा सबैजनाले माया गरेर सक्दो सेयर गरिदिनु होला। थ्याङ्क यू। अब यहाँ चाहिँ हामीले तपाईँलाई भनेको थिएँ नि, म पहिला क्याम्पमा सहयोग उठाउँछौँ। हामीले क्याम्पमा पहिल्यैदेखि गरिआएको यो एकले अर्कालाई पर्दाखेरि हामी घर प्रत्येक सहयोग मागेर सहयोग गर्छौँ। यो हामीले क्याम्पमा सबैतिर उठाउँदा लगभग 45,000, अलिकति 1-2 रुपियाँ माथि होला। तपाईँले गनेर राख्न सक्नुहुन्छ। राख्न मतलब यो त हस्पिटल जानुहुन्छ नि त तपाईँ अहिले, होइन? हामी तपाईँलाई अब एम्बुलेन्स बोलाइहाल्छौँ। सबैजना हाम्रो क्याम्पवासी दाजुभाइ दिदीबहिनी आमा बाबाहरूलाई के भन्न चाहनुहुन्छ यो रकम संस्था? धेरै धन्यवाद। ल ठिकै छ, हुन्छ। उहाँले धेरै धन्यवाद भनिसक्नु भएको छ हाम्रो क्याम्पवासी दाजुभाइ आमा बाबा सबैजनालाई। अनि हजुरहरूले पनि सकेको सहयोग गरिदिनु होला, सक्दो सेयर गरिदिनु होला। सबैजना यहाँ दिदीलाई हस्पिटल लानुको लागि भेला भइसक्यौँ। अब हामी चाहिँ हस्पिटलको लागि ल समातेर लिएर हिँड्नु त। उहाँको गाडीमा हामीले लिएर बनाएको छौँ। सर आउनु, आँट्ने मात्रै जानु होला भाइ नि।